हेलो साथीहरू, वेलकम टु ब्याक माई युट्युब च्यानल। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला र म पनि यता सन्चै छु। आज चाहिँ हाम्रो नेपालको होली परेको हुनाले चाहिँ यता इन्डियातिरको चाहिँ होली छैन, हाम्रो चाहिँ नेपालको आज होली पर्यो। नेपाल भइदिएको भए चाहिँ मनाउने हुन्थ्यो होला, अब परदेशको ठाउँमा छौँ। इन्डियाको चाहिँ होली चाहिँ भोलि परेछ। म चाहिँ आज हजुरहरूलाई होलीको तयारी देखाउँदैछु। यता इन्डियातिर गएँ, हेर्नु होला। त्यति लामो त बन्दैन होला, तर छोटो नै हो। आज मेरो फर्स्ट मोटो भ्लग पनि हो। आज चाहिँ हामी दुई बाबु छोरा छौँ। हेर्नु होला साथीहरू, खासै पुरै त अब हरेक ठाउँको त देखाउन नसकिला, तैपनि अब कोही ठाउँ आफूले देखे अनुसार देखाउने छु। हेर्नुहोस्, यो चाहिँ हाम्रो भोलि चाहिँ होलीको लागि तयारी हुँदैछ इन्डियातिर। यसरी मतलब यस्तो चोकमा चाहिँ सब रङ्गहरू बेच्न हिँड्छन् हाम्रो देशीहरू चाहिँ। एकछिन चाहिँ अब अलि आज ट्राफिक पनि अलिक धेरै छ, कतिपय त छुट्टी पनि होला नि। हेर्नु साथीहरू, यतादेखि चाहिँ सबै रङ्ग नै हो होइन। यो अब अगाडि चाहिँ अब के कस्तो छ, मेला त यतातिर अब खासै लाग्न त लाग्छ होला। म त्यतातिर अब गएको छैन। या अब हाम्रो म बस्ने चोक ठाउँतिर नै अब हल्का फल्का लागेको छ, त्यो नै हजुरहरूलाई म सो गर्नेछु। आशा छ अन्तिमसम्म भिडियो हेर्नु होला। अन्तिमसम्म भिडियो हेरेर साथ सपोर्ट गर्नु होला। यो हेर्नुहोस्, यतातिर पनि अब है होलीको हल्का फल्का तयारी छ। यता सबै पिचकारीहरू सबै बेच्ने तयारी हुँदैछ। यतातिर चाहिँ खासै केही देखेको छैन, यतातिर छैन। उता पल्लोपट्टि चाहिँ रहेछ साथीहरू, म हजुरहरूलाई देखाउनेछु एकछिनमा है। यतादेखि डाइरेक्टली अब जान मिल्ने कुरा भएन, म चाहिँ उतादेखि टर्न हाल्छु। फाइनल्ली अब टाइम पनि लगभग 5:30सम्म भयो होला यताको। हेर्नुहोस्, यतातिर चाहिँ छैन खासै, पल्लोपट्टि छ। अब म पनि मेन सिटीमा गएको छैन। अब आफै बस्ने चोकहरू हजुरहरूलाई म देखाउँदैछु, सो गर्दैछु। हेर्नु होला, यताको आज चाहिँ होली पुज्ने हो कि जलाउने भन्छन् है। अब त्यो होलीहरूलाई चाहिँ यता आज लगभग त्यो नारियलहरू के हालेर घोलेर खान्छन् खाना त। खास अब होली त्यसलाई मान्छ कि के भयो, अब हामीलाई त्यति थाहा त भएन है। अब हाम्रोतिर त त्यही एउटा अब तराई होली र पहाड होली हुन्छ है। हामीलाई त्यति खासै थाहा त भएन। तैपनि यहाँ चाहिँ आज चाहिँ त्यो गोबरहरू हालेर त्यसमा चाहिँ गोबरको धम लगाएर है, त्यसमा चाहिँ नरिवल हालेर खोलेर पूजाहरू गरेर खान्छन् लगभग है, देखेअनुसार मैले। यतातिर पनि हेर्नुहोस् हल्का फल्का, यतातिर पनि छ सानो चोक तर पनि राम्रो छ। यतातिर अनुसार ठाउँमा उत्पादनहरू चलिहाल्छ जसो भयो। अब यतातिर चाहिँ अगाडि जान पाइने साथीहरू जान्छु होला। अन्तिमसम्म हेरेर साथसाथ गर्नुहोला साथीहरू। फेरि यस्तै भ्लगहरू लिएर आउनुहोस् म। ल साथीहरू, अब जति मैले देखेँ त्यति हजुरहरूलाई पनि देखाइसकेँ मैले। अब मेरो नि रुमतिर जाने भइसक्यो। आजको ब्लग खासै लामो त हुन सकेन है, तर पनि जे जस्तो छ हजुरहरूलाई के कस्तो लाग्छ लाइक